उनले देखे त्यो स्त्रीको हातमा औला नै थिएन, केवल हड्डी। उनी चिच्याउँदै भागे, दौडे, जङ्गलभित्र पुगे। काँडाले शरीर च्यातियो, रगत बग्यो, तर आफूलाई रोक्न सकेनन् रामले। पछाडिबाट त्यो हाँसो पनि आइरहेको थियो, कहिले नजिक त कहिले टाढाबाट। अन्तमा उनी एउटा खोल्सीमा पुगे। त्यहाँ एउटा पुरानो मन्दिर थियो, भत्किएको, च्यातिएको। भित्र एउटा शिवलिङ्ग पनि थियो। उनी भित्र पसे र ढोका बन्द गरे। बाहिरबाट किचकण्डीको आवाज आयो, मलाई पनि तिमी जस्तै जिउन मन थियो नि, तर तिमीहरूले मलाई मार्यौ, मलाई जलायो, मेरो बच्चालाई पनि मार्यौ, मलाई कुट्यौ। रामबहादुरको शरीर काम्यो। उनले सम्झे 10 वर्ष अगाडि यो गाउँमा के भएको थियो। खास गरी 10 वर्ष अगाडि यो गाउँमा एउटा विधवा आइमाई थिइन्, सानो बच्चासहित। गाउँलेले उनलाई बोक्सी भन्थे। एक रात सबै मिलेर उनलाई जलाएर मार्ने योजना बनाए। एक रात सबैले मिलेर उनलाई जिउँदै जलाए, साथमा उनको बच्चालाई पनि जलाइदिए। रामबहादुर पनि त्यही भिडमा सामेल थिए। त्यही भिडमा लुकेर उहाँले पनि डुङ्गा चलाउने भएकै हो। ढोका ढकढकायो। किचकण्डीको आवाज फेरि आयो, अब तिम्रो पालो आयो ल, म पनि अब तिमीलाई लिएर जान्छु। जसरी मलाई र मेरो बच्चालाई तिमीले मारेको थियो, एक एक गर्दै सबैलाई मार्छु। रातभरि मन्दिरभित्र चिच्याट सुनियो। बिहान गाउँलेहरू आए। मन्दिरको ढोका खुल्यो। भित्र रामबहादुरको शरीर त थियो, तर उनको खुट्टा उल्टो फर्किएको थियो र उनको अनुहारमा एउटा अनौठो मुस्कान थियो, जस्तो कि उनले कसैलाई भेटेको थिए जो उनलाई धेरै पहिलादेखि पर्खिरहेको थियो। त्यसपछि खैरेनी डाँडमा किचकण्डी देखिन छोडिन्, तर कहिलेकाहीँ रातमा पिपलको रुखमुनि दुईवटा खुट्टाको छाया देखिन्छ, एउटा ठुलो र एउटा सानो, र हावामा एउटा मिठो हाँसो गुन्जिन्छ, आमा र छोराको। गाउँलेहरू अझ पनि भन्छन् त्यो त्यही आमा र छोराको आत्मा हो। रामबहादुरलाई मारेर उनको आत्माले अहिलेसम्म मुक्ति पाएको छैन। कसैको इन्तजारमा फेरि पनि पर्खिरहेका छन् कि कहिले त्यो मान्छे सहरबाट गाउँ फर्केला अनि त्यसलाई मारेर आफ्नो बदला पुरा गर्नेछु।